भनिदिनु हर्क साम्बाङ लिम्बू नै हो भनिदिनु, म लिम्बू नै हुन तयार छु त। छेत्रीले छेत्री लङ्खाबाट हेर्दाखेरि भनिदिनु हर्क साम्बाङ छेत्री हो भनिदिनु होइन, हर्क साम्बाङ छेत्री भनिदिँदा म छेत्री हुन तयार छु। बाहुनले हेर्दाखेरि पनि हर्क साम्बाङ बाहुन जस्तो देखिन्छ भन्दैन न, म बाहुनै हो भनिदिइहाल्छु त। मधेसीले हेर्दा पनि हुन्छ, मुस्लिमले हेर्दा पनि हर्क साम्बाङ मुस्लिम हो भनिदिनु। अब यही शरीरमा नजान्ने होइन, त्यसको नाक थ्याप्चो छ, आँखा चिम्सो छ, त्यसको पार्टीमा के लाग्नु भनेर हुन्छ? विचार हेर्नु न, विचार है। कर्ता ठुलो कुरो होइन, कर्म ठुलो कुरो। सबै जातिको हित, सबै जातिको जित हुँदैन र? हर्क साम्बाङले ल्याउन खोजेको समृद्धिको कुरामा, संस्कृति ल्याउन खोजेको समृद्धिको कुरामा हर्क साम्बाङले बनाएको बाटो, हर्क साम्बाङले ल्याएको पानी सबै जातिले खाइराखेको छ त। धरानमा सबै जाति हिँडिराखेको छ त।